हजारौं लाखौं वर्षदेखि याङवा, रुइवा र थावाको नामले बग्ने नदीहरू अहिले सुनकोशी, अरुण र तमोर नदी भएर बगिरहेको छ। निरन्तर र अविच्छिन्न बगिरहने त्यो नदीको तीव्र वेगमा पनि अडिग रहेको एउटा विशाल ढुङ्गा हो खुवालुङ। याङवा, रुइवा र थावा नदीको संगम भएको ठाउँ सुमवादोमा अवस्थित खुवालुङलाई नदीको असंख्य छाल र तरंगहरूले तरंगित पारे जस्तै मुन्दुम र ऋषियाहरूको शब्द लहर अनि लयको कम्पनहरूमा पुस्तौं पुस्ताले सम्झिरहनेछन्। मूलवासी किराँतहरूको भाषामा कु, खु र वा शब्दको अर्थ पानी भन्ने बुझिन्छ भने लुङको अर्थ हुन्छ ढुङ्गा। किराँत मुन्दुम र मिथक अनुसार यही खुवालुङ वरिपरि कुनै एक समयमा घुम्दै आइपुगेका मूलवासी किराँतका पुर्खाहरू यहीँबाट छुट्टिएका थिए र त्यही समयबाट सुरु भएको थियो थरी थरीका अनेकौं किराँत गाउँ बस्तीहरू।